हेलो गाइस, आज फेरि तपाईहरुको माझ भेज स्प्रिङ रोल लिएर आएको छु। यसलाई बनाउँदाखेरि चाहिँ यसरी साइडमा पानी लगाएर हैन चट्ट यसरी पानी लगाएर सट्ट बेर्नुपर्छ। अनि एक साइडबाट यसरी उठाउने, दोस्रो साइडबाट यसरी उठाउने, त्यसपछि सट्ट बेर्ने। अनि पानी लागेको छैन भने हल्का पानी लगाउने त्यसमा साइडबाट। फेरि त्यसलाई यसमा तेलमा फ्राई गर्ने है। अब फ्राई गर्छौं हामीहरु। ल गाइस, फ्राई भइसक्यो। अब चट्ट यसलाई काटेर हामी पार्सलको अर्डर छ, यो पार्सल दिन्छौं। अब कसरी काट्ने भन्ने कुरा देखाउँछु है एकछिन। अलि तेल बढी भएको कारणले गर्दा टिस्यु पेपरले तेललाई कम गरिरहेको छ। अब यसलाई यसो क्रस कटिङ गरेर हैन अलि यो चाकुमा धार नभएर खासै राम्रो कटेन। ल हेर्नु त कति राम्रो भएको छ। ल हेर्नु गाइस, अब पार्सल गर्दैछौँ। यसमा डब्बामा पार्सल